एकछिन त यो समुद्रको लहर सुनौँ, जहाँ पानीहरू लहरिरहेका छन्, तरिरहेका छन्। आजको यस भ्लगमा यहाँहरूले यही कुराहरू सुन्न सक्नुहुनेछ, देख्न सक्नुहुनेछ अनि यही कुराहरूमा हेर्न सक्नुहुनेछ। यहाँको बीच अनि बीचमा नजिकै भएको ऊँटहरू, यो सँगसँगै विभिन्न चराचुरुङ्गीहरू, यहाँ देखिने दृश्यहरूलाई शुक्रबार बिहान यहाँहरू सबैलाई स्वागत छ। आउनुहोस् तोरण बस्नेत ब्लग्समा अलोकरा बीचबाट एकछिन त हिँड्नु पर्यो नि। यो बिहानीको प्रभातको समय आज अलोकरा बीचमा आउनुहोस् सँगसँगै मसँग आजको यस यात्रामा तपाईँहरू पनि मानिसहरू भेट्न, ठाउँहरू बुझ्न, संस्कृतिलाई महसुस गर्न र स्वाद र परम्पराको कथा सुन्न। किनकि यात्रा भन्नाले सिर्फ स्थान होइन, एक अनुभूति हो, एक खोज हो, एक जीवन शैली हो। Welcome to तोरण बस्नेत लज, अनि सुरु गरौँ एउटा नयाँ यात्रा। तोरण बस्नेत लज, एकछिन हिँड्नु पर्यो नि, एकछिन त हिँड्नु पर्यो नि, एकछिन त हिँड्नु यहाँ सर्कस पनि चलिरहेछ। एकछिन डिसेम्बर 20 देखि जनवरी 18 सम्म। एकछिन त हिँड्नु पर्यो नि, एकछिन त हिँड्नु पर्यो नि। Welcome to तोरण बस्नेत लज, अनि सुरु गरौँ एउटा नयाँ यात्रा। तोरण बस्नेत लज, यसो हिँड्नु पर्यो नि, एकछिन त हिँड्नु पर्यो नि, एकछिन त हिँड्नु पर्यो नि। एकछिन त हिँड्नु पर्यो नि। बिहानको यो कञ्चन हावासँगै उडिरहेका पन्छीहरू अनि यहाँको सूर्योदयको दृश्य जुन घाम झन्डै 1-2 जुवा माथि छ अनि यो बलौटे माटो अब त्यसै पनि बिचको उसमा त हुने भइ नै हाल्यो अनि सानातिना ढुङ्गाहरू
जहाँ चाहिँ अत्यन्तै बिहानीको समयलाई हिँड्नको लागि एकछिन हावा खानको लागि यहाँहरूले पनि आफ्नो समय अलोकरा वकिर आसपासमा हुनुहुन्छ भने धेरै राम्रो, होइन भने पनि मेट्रो लिङ्कहरू लाग्छ हेरेर आफ्नो बाइक पर्ने समयमा आएर यो अहिलेको चिसो मौसममा यहाँहरूले पनि अलोकरा बिचको भ्रमण गर्न सक्नुहुन्छ, घुम्न सक्नुहुन्छ। यहाँ पर देखिएको चाहिँ ऊँटहरू छ। यहाँ कहिलेकाहीँ बिहान ऊँटमाथि चढेर पनि मानिसहरू हिँडिरहेका हुन्छन्। यो सुक अलोकराको चाहिँ विशेषता पनि कहिलेकाहीँ झल्किन्छ ऊँटमा। विशेष गरेर अहिलेको बिहानको समयमा चाहिँ ऊँटलाई खाना दिने अनि ऊँटको हेरचाह गर्ने यहाँनिर चाहिँ के भन्ने उहाँको हेरालोहरू हुँदो रहेछ र उहाँहरूले बडार कुडारदेखि लिएर उनीहरूलाई सरसफाइ गर्नेदेखि लिएर तेल लगाइदिने अनि बाहिर घाम तपाउने कामहरूमा उहाँहरू व्यस्त हुनुहुन्छ। यहाँनिर मैले देखेको चाहिँ कपालमा लाउने तेल पनि प्रयोग हुँदो रहेछ। तेल लगाइदिएर अनि यसरी कोरिँदो रहेछ काइँयोले। यो कति ख्याल चाकर र यसको चाहिँ रेखदेख गर्नुपर्ने रहेछ भन्ने कुराहरू पनि देखियो आज यहाँनिर। अत्यन्तै मान्छेको कपाल कोरे जस्तै नै गरेर त्यो ऊँटको पनि कपाल कोरिँदो रहेछ। र यसरी फेरि अगाडि बढौँ। अब हिँड्दै हिँड्दै अगाडि बढ्दाखेरि धेरै पर पिकनिक स्पोट जस्तो ठाउँ पनि पुगिन्छ। आउनुहोस् यात्रालाई निरन्तर गरौँ। यहाँ विभिन्न क्याफेहरू छ, रेस्टुरेन्टहरू छ खानाको लागि। यो भन्दा अगाडिको ठाउँहरूमा चाहिँ यमनी रेस्टुरेन्टहरू चाहिँ भरिभरा हुन्छ, प्याक हुन्छ। बिहानदेखि नै खाजा खानेहरूको घुइँचो लागिरहेको हुन्छ। खाना पनि यमनी खानाहरू अत्यन्तै मिठो पनि हुन्छ। र यहाँहरू पनि आजको यस सुस्त मन्द हावा चलिरहेको बेलामा यो भिडियोलाई हेर्दै एकछिन आनन्द लिँदै रमाइलो गर्दै अलोकरा समुद्रको मजा लिनुहोला। आज बिहान जहाजहरूको रुट चाहिँ यताबाट सकेर उडिरहेछ। झन्डै 1 मिनटमा 2, 4वटा, 5, 6वटा, 7वटा, 8वटा जति नै उडिरहेको देखिरहेछ। यो यसलाई कलर सुहाउँदिलो खालको यो चरा देखियो यहाँनिर। यसको सायद बच्चाहरू हुनसक्छ त्यहाँ चरिरहेछन्। जस्तो त्यो लेदो कालो माटो छ अनि यसरी हेर्दाखेरि अहिले कालो जस्तो देखिन्छ, तर अलिक पर गएर हेर्ने हो भने त समुद्र कालो त छैन। तर जस्तो चराको कलर छ त्यो भुइँको कलर पनि त्यस्तै नै देखिने गरी यहाँको दृश्य देख्न सकिन्छ। अत्यन्तै जहाजहरूको चराचुरुङ्गीको समुद्रको लहरको एक प्रकारको छुट्टै आनन्द छ यसमा, यो ठाउँमा। विशेष गरेर बिहानको समयमा समुद्रको यात्रा गर्नु भनेको, समुद्रको छेउमा आएर यसरी हावा खानु हिँड्नु भनेको चाहिँ हाम्रो लागि, जहाँ चाहिँ हाम्रो समुद्र छैन देशमा, त्यस्तै मजा आउने रहेछ एकदम। यो ठाउँमा चाहिँ समुद्रको पानीले, त्यो लहरले होला, बलुवाहरू पनि यति सानो, यति कर्णधार सानो एकदम पिठो जस्तो बलुवा निकालेर यतापट्टि ल्याएको छ। पानी एकदम कञ्चन छ, पानीको बहाव एकदम कमै छ। अहिले त लगभग समुद्र घटेकै जस्तो देखिन्छ, होइन भनेदेखि त त्यो माथिसम्म आइपुग्ने हो। अघि मैले भने जस्तै जहाजहरू चाहिँ छिनछिनमा उडिरहेछ। यताबाट रुट र सकेर आज घुम्नेको लागि र यहाँ आएर जहाज पनि उडेको देखिराख्न पाउँदाखेरि पनि
कता कता त्यो समुद्रको यात्रा अनि समुद्र सँगसँगै जहाज देख्दा अनि पर पानी जहाज देख्दा त्यो एक प्रकारको सबै कुरा ट्राभलिङसँग मिलिरहेको जस्तो लाग्छ। पर माछा मार्ने मानिसहरू पनि देखिएको छ, पर देख्न सकिन्छ। एउटा घामको प्रकारको फोकस पनि, एउटा घाम पनि क्लियर लागेको छैन, किनभने बिहानै चाहिँ सायद चिसोले गर्दाखेरि पनि हुनसक्छ। एकदम कञ्चन छ पानी। अनि यो चाहिँ पानी बढेर आउँदाखेरि चाहिँ यो ठाउँमा अलिकति माथिसम्म पानी हुन्छ क्या, होइन भनेदेखि चाहिँ यहाँ हिँड्न सक्ने ठाउँ चाहिँ छ। अनि पर अलिकति जङ्गल जस्तो छ, त्यो ठाउँतिर चाहिँ पिकनिक स्पोट्सहरू प्रायः गरेर यो समयमा पिकनिक खान आउने ग्रुपहरू चाहिँ त्यो ठाउँमा, त्यो जङ्गलदेखि अलिकति भित्रतिर जुन बिचको भाग छ त्यहाँ चाहिँ पिकनिक खान आउने पनि प्रायः गरेर मानिसहरू देख्न सकिन्छ। यहाँहरूले आजको यस अलोकरा बिचमा रहेको समुद्रको यात्रा पक्कै पनि हेरेर मनोरञ्जन लिनुभयो होला। यस च्यानललाई यहाँहरूले सब्सक्राइब गरेर आउँदा दिनहरूमा अन्य भिडियोहरू पनि हेर्न सक्नुहुन्छ। र यहाँहरू सबैलाई च्यानल अहिलेसम्म हेरिरहनु भएको छ भनेदेखि भिडियो हेर्नुभएको लागि हार्दिक धन्यवाद। लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। गुड मर्निङ, थ्याङ्क यू भेरी मच।